वेलकम माई मिनी ब्लग सबैजनालाई नि सेवा। अनि आज चाहिँ मैले लिएर आएको छु अकबरे खोर्सानीको अचार बनाउने तरिका। साथीहरू देख्न सक्नुहुन्छ मैले चाहिँ अकबरे केलाउँदैछु। यो चाहिँ मेरो अन्तिम है अकबरे चाहिँ अब चाहिँ सकिँदै गएको भएर मैले चाहिँ अचार बनाएर राख्ने निधो गरेँ साथीहरू। सो मैले चाहिँ प्यानमा तेल बसाएँ अनि तेल हालेर मैले चाहिँ चपिङ गरेर राखेको लसुनलाई एड गरेँ अनि पुर्लुङ पार्दैछु साथीहरू, किनभने यो चाहिँ ब्राउन कलरको बनाउन खोजिरहेको छु साथीहरू मैले चाहिँ। अनि सो हेर्दा हेर्दै ब्राउन कलर पनि भयो, डरी पनि हाल्छ क्या, यो मेरो प्यान चाहिँ एकदम हिट भएर जान्छ होइन। अनि अघि केलाएको अकबरे अनि चिरेर धुइधार पारेर चिरेर अनि मैले त्यसरी एड गरेँ साथीहरू। अनि देख्न सक्नुहुन्छ यसलाई पनि मैले बाटाङ भुटुङ पारेर भुट्न लागेँ। यसो देख्न सक्नुहुन्छ यत्तिको हुँदैछ, लो हिटमा पकाउनु होला। अनि सो यसको चाहिँ अलिअलि पानी हुन्छ क्या यो खोर्सानीमा, अनि यसलाई चाहिँ अलिक सुकोस् भनेर चाहिँ मैले चाहिँ यसरी भुटभाट पारेँ अनि यत्तिको बनाएँ। यत्तिको बनाइसकेपछि साथीहरू अब लगभग भयो कम हिट कम तेलमा है साथीहरू। अनि सो अब यत्तिको ब्राउन भइसकेपछि चाहिँ मैले फेरि अर्को प्यान बसालेँ, त्यसमा चाहिँ अलिक धेरै तेल हाल्छु साथीहरू। अनि यसमा चाहिँ मेथी पनि फुराएँ। यसलाई यतिकै छोडेर मैले अघि निकालेको खोर्सानीमा चाहिँ मसला एड गर्न थालेँ साथीहरू। जिरा र धनियाँको धुलो, यो पिना भइहाल्यो, नुन, अनि यहाँ देख्न सक्नुहुन्छ फर्सीको बिहाँ र तिलको धुलो अनि बेसार, अनि अन्तिममा देख्न सक्नुहुन्छ है साथीहरू यो कालो चाहिँ टिम्रो है त। अनि मैले चाहिँ यति इन्ग्रिडियन्ट्स है मेरो आफ्नै तरिकाको। अनि अघि छोडेको मेथी चाहिँ यत्तिको भएछ कलर होइन, यो चाहिँ अलिक ब्ल्याक भएपछि मैले निकालेर अब चाहिँ अघि राखेको मसलाहरूलाई चाहिँ यसरी फुडाइदिन्छु त्यहीँ भानमा। अनि यसरी फुडाएपछि चाहिँ सर चलाउने साथीहरू। यतिको कलर आयो होइन, अनि अलिक तेल नपुगे जस्तो फिल भयो क्या मलाई। एकछिन मजाले मसलालाई घोल्न दिन्छु साथीहरू। अनि त्यसपछि फेरि मैले बाँकी रहेको तेललाई फेरि एड गरेँ साथीहरू। यत्तिको बनाइसकेपछि चाहिँ अब चाहिँ रेडी भयो है त फाइनल्ली। अलिक नुन कम भयो जस्तो फिल भएर मैले नुन पनि थपेँ। अनि सो अब चाहिँ फाइनल लुक्स यस्तो भयो। अब चाहिँ म यसलाई चाहिँ अब म यत्तिको भयो मेरो खोर्सानी, यति धेरै भयो होइन, 3 पट्टा बनाउँछु नि त मैले। अनि सो यहाँ चाहिँ मैले विशेष मान्छेहरूलाई मैले यसरी भारी हाल्दैछु है, यसरी लगाउँदैछु बट्टामा। अनि सरासर बट्टामा लगाउँदैछु साथीहरू, देख्न सक्नुहुन्छ। अब चाहिँ यो चाहिँ यत्तिको बनाएर राखिसकेपछि चाहिँ साथीहरू लङ टर्म खान पाइयो नि त होइन। चाहिँ ठुलो बट्टामा जम्मा मैले 3 बट्टा बनाउँछु, यति धेरै। साथीसँग नि कुरा गर्दै थिएँ नि त साथीहरू, सो मैले चाहिँ होइन। सो मेरो चाहिँ यति भयो। अब यति यसरी बनाएर राखिसकेपछि चाहिँ साथीहरू यहाँ जति हिउँ परे पनि जत्तिकै जे भए पनि पिरो त खानु पाइयो नि त होइन। सो काम नभए पनि अलिअलि यसो यस्तो हुन्छ है साथीहरू। ल बाई बाई, सी यु नेक्स्ट ब्लग।